12वटा राशिको राशिफल भन्ने क्रममा हामी वृष राशिको कुरा गर्दैछौँ। यदि तपाईँको पनि वृष राशि रहेको छ भने यो 2083 साल राम्रो छ, उन्नति प्रगतिको साल रहनेछ। तपाईँले धन कमाउने योजनाहरू बनाएर कतै नयाँ कार्यहरू गर्दै हुनुहुन्छ भने तपाईँ सफलताको बाटोतिर लाग्दै हुनुहुन्छ। यदि पढाइको क्षेत्रमा तपाईँ चाहिँ लामो समयदेखि विघ्न बाधा अथवा समस्या परेर अवरोध आफूलाई आएको ठानेर चिन्तित भएर बस्नुभएको थियो भने पनि त्यो समय चाहिँ अब लगभग सकिने बेला आउँदैछ। वृष राशिका लागि यो वर्ष अत्यन्तै उन्नति प्रदायक रहनेछ। तपाईको विकासका चर्चाहरू धेरै हुनेछन्। विकास र प्रगतिहरू तपाईका जीवनमा आइराख्नेछन्। आर्थिक उन्नतिहरू हुनेछन्। आर्थिक उन्नति भन्ने बित्तिकै यदि तपाईँ जागिरै हुनुहुन्छ भने प्रमोसन हुने योग छ र जागिरका लागि प्रयास गर्दै हुनुहुन्छ भने जागिर प्राप्ति हुने योगहरू पनि बनेका छन्। त्यसै गरी यो वर्षमा चाहिँ तपाईँको विवाह, जसको चाहिँ लामो समयदेखि विवाहका लागि प्रयास गरिराख्दाखेरि पनि समस्याहरू भएर चाहिँ विवाह भइरहेको थिएन भने पनि विवाह हुन सक्छ। शुक्र ग्रहका कारणले गर्दा तपाईँको वैवाहिक जीवनमा पर्दै गएका झन्झट झमेलाहरू छन् भने पनि समाधान हुन सक्छन्। तर तपाईँको आवश्यकता छ कि तपाईँका जन्म कुण्डलीमा शुक्र ग्रह शुभ हुनुपर्छ। शुभ स्थितिमा यदि शुक्र ग्रह रहनु भएको छैन भने पनि त्यसको स्वस्ति शान्ति उपाय गरेर शुक्र ग्रहलाई शुभ बनाउन सकिन्छ र शुभ हुने बित्तिकै तपाईँका शुभ फलहरूको वर्षा हुन थाल्नेछ र तपाईँ यो वर्षभरि प्रसन्न रहनुहुनेछ। कतै तपाईँका स्थितिमा, तपाईँका जीवनमा यस्ता खालका पोजिटिभ विचारहरू आइरहेका छैनन्, पोजिटिभ घटनाहरू घटिरहेका छैनन् भने तपाईँले भगवती देवीको उपासना, दर्शन, श्री दुर्गा सप्तशती अर्थात् चण्डीको पाठ गर्न गराउनाले अथवा श्वेत वस्त्रहरूको, सेतो वस्तुहरूको, अन्य चामल मिश्रित दुध आदिको, चाँदीको दान गर्नाले अथवा सम्बन्धित रत्न रुद्राक्षहरू धारण गरेर ग्रह शान्ति गराउनाले तपाईँले चाहिँ यो वर्षलाई आनन्दमय बिताउन सक्नुहुनेछ।